हेलो सेवा सम्पूर्णमा भोजपुर जिल्लाको टेम्केमोइङ गाउँपालिकाबाट है त यता चाहिँ टेम्केमोइङ गाउँपालिका र यता चाहिँ भोजपुर नगरपालिका यो प्रदेश स्थानीय तह संरचना अनुसार चाहिँ यो दुईटा गाउँपालिकाको बिचमा चाहिँ यो चाहिँ यहाँ म अहिले चाहिँ खोटाङ जाँदैछु। खोटाङको दोर्पा गाउँ दिक्तेलुपाकोट मजागढी नगरपालिका वार्ड नम्बर 7 दोर्पा र यो देखिएको चाहिँ पिखुवा खोला है भोजपुरको। यो चाहिँ पिखुवा खोला यो चाहिँ तल बग्दै बग्दै रामप्रसाद राई गाउँपालिका हुँदै तल कोशीसम्म निस्किने गर्छ। यस्तो छ भूभागहरू चाहिँ यता चाहिँ गुप्तेश्वर भन्छ दावा गाउँ पर्छ यता चाहिँ र यता चाहिँ यो रिम्चिम हो यता टिममा रिम्चिम यता चाहिँ यता परतिर छिनामकु छ भने अलिक परतिर चाहिँ दिलपानागी र त्यहाँदेखि हामी चखेवातर्फ लाग्नेछौँ। यो चाहिँ टेम्केमोइङ गाउँपालिका भोजपुर दिलपानागी खोङटाङको चाहिँ यो साकेवाटाङ वैशाख अन्तिम आइसकेको छ र धेरै नाम उभौली सुरु हुन आँटेको छ किरातीहरूको। यहाँ भव्यताका साथ साकेला मनाइन्छ। हाम्रो चाहिँ यो माथिको त्यो ट्याम्के डाँडा पारी पुग्नुपर्ने है त। त्यो माथिको अग्लो चाहिँ ट्याम्के डाँडा यसको साइडको चाहिँ चखेवा। अब यहाँ अन्नपूर्ण हुँदै माथि छिनामकु सिरान हुँदै निस्किनु पर्छ र सिमसिम पानी रैसो बैमानी भइरहेको छ है त। र यो मेसपाङदेखि चाहिँ पानीले हान्नु थालेको। पानी चाहिँ खासै ठुलो छैन रहेछ। यो बाइकमा कुद्दा चाहिँ अलिक धेरै परे जस्तो लाग्दो रहेछ है। र यो साकेवाटाङमा छु म चाहिँ दिल्पा नागी खोङटाङ साकेवाटाङ। खोङटाङ चाहिँ त्यो पल्लो गाउँ चाहिँ खोङटाङ हो। र पानीले माथि यो सेखुवातिर चाहिँ अलिकति कच्ची रोड छ। त्यहाँ चाहिँ अब यस्तो पानीले भने चाहिँ बाटो बिग्रिँदैन धुलो मर्छ नत्र चाहिँ गाडी फसेर तनाव हुन्छ। र बसमा आउने टोलीहरू चाहिँ बाबैहरू चाहिँ अहिले पानीट्याङ्की भन्नुहुन्थ्यो अहिले चाहिँ सायद बोकिम कटिसक्नुभयो होला है। यो चाहिँ दिलपानागी अञ्चल डाँडा। यो घर चाहिँ एकदमै मलाई मनपर्छ। जहिले बाटो हिँड्दा फोटो भिडियो खिच्ने गर्छु। यो बाटो चाहिँ भोजपुर बजारबाट आएको र हामी जानुपर्ने चाहिँ यो माथि यो ट्याम्के डाँडा अग्लो। ए कन्छी चोखेवाको डाँडै डाँडा अब चल्यो मनै रमायो माया लाउने मायालु कान्छी सुसेलीमा कसले बोलायो। पानी परिरहेको छ तल खोङटाङबाट हेर्दा। यो बाटा चाहिँ यो खोटाङको बाटा चाहिँ हेर्नु त अँधेरो छ है। के गरौँ कसो गरौँ अब यी चखेवा चाहिँ भर्खर आइपुगेको छु म। पल्लो पाटा चाहिँ घाम थियो फेरि ओल्लो पाटा चाहिँ यस्तो छ है। तल त घामै लागिरहेको छ। यो चाहिँ चखेवा भन्छन् खुल्ला चराउनु रहेछ। यहाँ चाहिँ बसे डोजरहरू चाहिँ यहाँ खुल्ला चढ्दैछ। खोटाङपट्टि चाहिँ यस्तो अलिक समस्या छ जस्तो छ। ल गाइस चखेवा भन्ज्याङ यस्तो छ। यता पारी चाहिँ खोटाङ हो। यो पाटा चाहिँ डाङडुङ भोजपुर यो होटेल मुन्दुम एन्ड ग्रिन खोइ के टी होला सायद त्यहाँ चाहिँ म चाहिँ मुन्दुम ट्रेल जानेहरू चाहिँ यो बाटो उकालो यो प्यासेज राति एयर हुँदै यो डाँडा हुँदै कता छ यहाँ टावर पर टावर छ त्यताबाट जाने मुन्दुम ट्रेल चाहिँ। यो चाहिँ यता चाहिँ टेम्केमोइङ गाउँपालिका यता चाहिँ साकेला गाउँपालिका खोटाङ सुरु हुन्छ है त। दिन चाहिँ यस्तो छ पानी अघि पर्दै फेरि डाउन भइरहेको छ फेरि एकछिन पर्छ। पल्लो डाँडा घाम लागिरहेको थियो फेरि घाम लाग्नु छोड्यो। यहाँ टेन्टहरू पनि रहेछ है। यहाँ यो टेन्टबाट उ त्यो पारी यो कुहिरोले छोपेको चाहिँ ट्याम्के डाँडा। त्यो हेर है त छिनछिनमा यहाँ मुड स्विङ्स भइरहेको छ। ट्याम्के डाँडा देखिन थालियो अहिले चाहिँ यो सबै भोजपुर एरिया नागी ल अघि चाहिँ कुहिरै थियो अहिले चाहिँ खुल्ला छ। यो चाहिँ खोटाङतिरको भागहरू है त भूभागहरू। यो बाजे यो सेखुवा त्यसपछि यो लामाखु यो डाँडा पल्लो डाँडा चाहिँ दोर्पा त्योभन्दा पल्लो डाँडा चाहिँ मजुवा
यो 3 डाँडाको बिचको डाँडामा चाहिँ अब पुग्नु पर्ने। यो चखेवादेखि तलतिर यो 2टा बाटो छ है। त्यो ठुलो चाहिँ मेन बाटो चाहिँ उता जान्छ, यो चाहिँ शाखा रोड हो। हामी चाहिँ शाखा रोड जाँदै फाइरहेछौँ। ठुलो बाटोमा चाहिँ एकदम गाडीहरू फस्छ। यो पर यो गुरुङ गाउँ बाडुङ तलबाट आउँछ मेन रोड चाहिँ। यो रोडलाई चाहिँ फेरि यहाँ तल भेट्छौँ हामी। अहिले चाहिँ दिन खुलेको छ, दिउँसोको 2-3 बज्न आँट्यो होला सायद। यस्तो छ है बाटो चाहिँ। गाउँ आएको बाटो चाहिँ यस्तो छ है। यो वैशाखको महिना असारमा झन् के हुन्छ। यो चाहिँ साकेला गाउँपालिका खोटाङ। टेम्के डाँडा त कुहिरोले ढाकेछ। 2जनाले चाहिँ पछाउँदैछु म यहाँ। गलायो जाठो रोडले गलायो। यस्तो छ है। परेछ भने यस्तै छ। 5 मिनट भइसक्यो हिलै हिँडेको। या यो यस्तो छ है गाउँ आएको बाटो। गाउँ आएको बाटो यस्तो छ। ल फर्क भनिदेऊ न, राई महिलाले गाउँ छोड्यो रे। गाडीलाई पनि मुस्किलै छ। 2 चक्केलाई त झनै मुस्किल, ठुल्ठुलो चक्का हुन्छ गाडीको त। हामीलाई साह्रो भयो। यहाँ एउटा पुल आउनु बाँकी छ यहाँ परतिर, त्यहाँदेखि चाहिँ आनन्द हुन्छ। बाटो यस्तो छ हिलाम्ने। अहिले हामी लामाखु पेलुङमा छौँ। यो पेलुङ बजार दिक्तेलपाको बजारगाडी वडा नम्बर 9 निर्मल डाँडा लामाखु। यो मध्य पहाडी लोकमार्ग र अब यता यो बरपट्टि चाहिँ पहिले हाम्रो हिँड्ने बाटो हो। पैदल बाटो चाहिँ त्यो हो पुरानो। अहिले चाहिँ यो रोड छ। अब यता यो चाहिँ लामाखुको साकेला थान। अहिले चाहिँ म यो दोर्पा बुवासुङ वडा नम्बर 4 पुरानो, अहिले दिक्तेलपाकोट मजागाडी हाट बुवासुङमा छु। यो चाहिँ बुवासुङ गाउँ। यो पारीको चाहिँ बुवालुङ। यो सबै भूभाग बुवालुङ। यता तलतिर दोबेला। यो सबै चाहिँ पुरानो दोर्पा गाउँ। यो पारी देखेको गाउँ चाहिँ बुवासुङ पुरानो दोर्पा 4, अहिले चाहिँ दिक्तेलपाकोट मजागढी नगरपालिका 8। यो सबै बुवासुङ हो। यहाँ चाहिँ चामलिङ राई खेरे सुङसाहरूको सघन बसोबास रहेको छ। यो पारीको कुरो लागेको अग्लो चुचुरो टेम्के डाँडा, उता पारी सबै त्यो रतन शाहहरू। यो सबै दोर्पा। यो पुरानो 4 नम्बर बुवासुङ। यो बलुङ पुरानो 8 नम्बर। त्यो तल दोबेला, दोर्पा दोबेला। यो चाहिँ हाम्रो दोर्पा 8 बानाचुङ बजार। बजार चाहिँ यस्तो छ। पारीबाट यो पल्लो डाँडा जोखे डाँडा। यहाँबाट हेर्दा चाहिँ पक्कै बजार जस्तो देखिन्छ, तर सानो बजार रहेको छ। यहाँ प्रहरीको बिट रहेको छ। यो पारीको चाहिँ बुवासुङ, पल्लो डाँडा सेखुवा, परको चखेवा, त्यो माथि चाहिँ टेम्के डाँडा। अनि हाम्रो काकीहरू हुनुहुन्थ्यो, तर तल गाउँतिर माछाटोलतिरै झर्नु भएको छ होला। यहाँ बन्द रहेछ है। अब म पनि तल गाउँतिर झर्छु। ल दोर्पा गाउँ चाहिँ यस्तै छ। मध्य पहाडी लोकमार्गले गर्दा यहाँ रोड आएर चाहिँ राम्रो छ। यो दिक्तेल जाने बाटो, यो भोजपुरबाट आउने बाटो, यो दिक्तेल जाने बाटो। हाम्रो चाहिँ यहाँ तलतिरबाट पनि जान्छ, तर म चाहिँ पर थापा गाउँबाट झर्छु परतिरबाट। दारुला चोक दोर्पामा आइपुगेको छु है। यो सबै दोर्पा। यो पारीको चाहिँ साकेला गाउँपालिका सबै। अनि यो यता तल छितताल, दोर्पा छितताल। पल्लो बाटो नेर्पा हो। नेर्पा चाहिँ देखिँदैन, त्यो पल्लो डाँडा सोलमा। यो बिचको चाहिँ दिक्तेल बजार। यो पल्लो बाटो नेर्पादेखि यो पाटा सबै पर लामाखुसम्म चाहिँ दोर्पा। दोर्पा चाहिँ ठुलो छ है साथीहरू। ल बेलुकाको चाहिँ 4 बजी चाहिँ म दोर्पा आइसकेको छु। लगभग बिहान 7-7:30 हिँडेको। यो हाम्रो यो तल खोइ कसो, यो चाहिँ शाखा रोड हो। तल चिउडाँडा झर्ने हाम्रो गाउँ झर्ने बाटो चाहिँ यतै हो। अब ओह्रालो लाग्छु है त म। चाहिँ दोर्पाको साकेला थान, दोर्पा गाउँको।
ओखरबोटे दोर्पा 7 ओखरबोटेमा छौँ अहिले चाहिँ। बाटो चाहिँ है ओह्रालो। अब हामी यता जाँदैछौँ। यो बाटो चाहिँ तल 1 नम्बर 5 नम्बर 7 नम्बर जाने बाटो, दोर्पाको पुरानो 1 5 7 जाने बाटो। साकेला यो यसपालि सायद जेठ 10 गतेदेखि उता हुन्छ होला। जेठ 10 मा चाहिँ नेर्पाको रहेछ। र यहाँ चाहिँ केही खनिएको देखियो, यो सायद डोजरले खनेको जस्तो छ। सायद साकेला थानकै केही प्रोजेक्टहरू होला, किनभने यो साकेला नाचस्थल क्षेत्र रहेको छ। र यो चाहिँ भर्खरै पोहोरदेखि नै यो सुरु गरेको। यहाँ चाहिँ पुल चाहिँ सानसानो बारीको पाटाहरू थियो यो जस्तै, अनि पछि खारेर चाहिँ यो ठुलो बनाएको छ यहाँ यी नाच्ने ठाउँ। प्लस यो बरको छेउमा पनि ठुलो नाच्ने ठाउँ थियो, अहिले चाहिँ रोडले गर्दाखेरि अलिअलि तलमाथि भएको छ। यो साइडबाट हेर्दा चाहिँ यस्तो देखिन्छ, रोड बिचमा छ। पुल चाहिँ यहाँ ठुलो आँगन जस्तो थियो, अनि यहाँ नाच्ने गरिन्थ्यो। अहिले चाहिँ यहाँ पनि नाचिन्छ र पल्लोपट्टि पनि नाचिन्छ। पानी पर्दा चाहिँ एकदमै अप्ठ्यारो हुन्छ है। यो बाटो चाहिँ माथि हाइवेबाट आउने रोड, र यो बाटो चाहिँ यहाँ तल चिउरी डाँडा जाने बाटो, 1 नम्बर 5 नम्बर जाने बाटो। पल्लोपट्टि हाई स्कुल देख्न सक्नुहुन्छ तपाईँहरू, दोर्पाको हाई स्कुल विद्योदय उच्च मावि। र हामी चाहिँ यो बाटो छोडेर यो शाखा रोड दोर्पा माथाटोल यानी माझा गाउँ यता छिर्नुपर्ने हुन्छ है। हामी चाहिँ सानो शाखा रोड छ, लगभग 2 मिनटमा हिँड्दाखेरि पनि 4-5 मिनटमा हाम्रो घर आइपुग्छ। यो चाहिँ साकेला थानदेखि चाहिँ 5 मिनट ओह्रालो हिँड्दाखेरि चाहिँ। ल अहिले चाहिँ सर्बिनामा तिपाकोमा आइसकेँ म चाहिँ। यहाँ अहिले रोड खनेर यसो घरसम्म नागरसम्म ल्याउनु भएको रहेछ। यो चाहिँ हाम्रो बादेङ राई कपिल राईले पनि बाइक चाहिँ यहीँ राख्नु भएको रहेछ। त्यो पारीको घर चाहिँ हाम्रो सबिन भाइको, अनि त्यसको तल घर चाहिँ बिहे घर हो। अहिले चाहिँ यहाँको तुम्बाहरू त्यता जानु भएको रहेछ। हाम्रो चाम्लिङ काँसा आइराख्नु भएको छ। अब चाहिँ म पनि परिघाट जान्छु, त्यहाँ एउटा तमा खोल्सा छ। यो सबै माथाटोल हो। यहाँ मास्तिर घरहरू छ तर देखिँदैन है, घरहरू चाहिँ निकै छ यता माथि। यहाँ घरै घर छ माथिसम्म। अनि हाम्रो मुसादेव एक घर रहेको छ यहाँ, अनि बाँकी घरहरू चाहिँ हाम्रो पल्लोपट्टि रहेको छ है। यो पारी अग्लो चाहिँ टेम्के डाँडा, त्यतै चखियाबाट चाहिँ डुल्दै घुम्दै आइपुग्यो। जस अहिले चाहिँ घाम लागिरहेको छ।